प्रकृतिको फुलबारी सुन्दर हाम्रो गाउँ, यही गाउँ चिनाउन सबै मिली जाऊ। तपाईँ हामी जन्माउने जन्मभूमि ठाउँ, प्राणभन्दा प्यारो अरुण उच्च रहोस् नाउँ। अरुण साङ्गीतिक मेला 2081, मिति 2081 साल मङ्सिर 1 गते भोजपुर अरुण गाउँपालिका वडा नम्बर 1 याङपाङ पञ्चितो बाटो भन्ज्याङ स्थित श्री कटोका माध्यमिक विद्यालयको प्राङ्गणमा भएको ऐतिहासिक पहिलो साङ्गीतिक कार्यक्रमको वृत्तान्त। थाङ्मी प्रज्ञा समाजको आयोजना र राष्ट्रिय सङ्गीतकार एरेन्जर तथा लोकगायक खगेन्द्र थामीको संयोजकत्वमा अरुण साङ्गीतिक मेला 2081 झाँकी सहितको सांस्कृतिक तथा मौलिक कार्यक्रम यसरी सम्पन्न भयो। समय तालिका दिउँसो 2 बजेदेखि बेलुकी 10 बजेसम्म भए तापनि रातिको 12:45 मा कार्यक्रम समापन भएको थियो। प्रकृतिको फुलबारी सुन्दर हाम्रो गाउँ, यही गाउँ चिनाउन सबै मिली जाऊ। तपाईँ हामी जन्माउने जन्मभूमि ठाउँ, प्राणभन्दा प्यारो अरुण उच्च रहोस् नाउँ। कार्यक्रमको सभाध्यक्ष रमेश थामी छड्के सलामको अनुमति लिएर सभाध्यक्षको आसन ग्रहण गरी औपचारिक रूपमा कार्यक्रमलाई अघि बढाउँदै अतिथि आसन ग्रहण गरियो। प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गराइयो। विशिष्ट अतिथिमा बागमती प्रदेश सभा सदस्य माननीय ठुला थामीज्यू हुनुहुन्थ्यो। अर्का विशिष्ट अतिथिमा अरुण गाउँपालिकाका प्रमुख अध्यक्ष श्री शालिकराम खत्रीज्यूलाई आसन ग्रहण गराइयो। विशेष अतिथिमा बिगु गाउँपालिका दोलखाका देविका थामी, विशेष अतिथिमा नेपाल थामी समाजका केन्द्रीय अध्यक्ष रणबहादुर थामी, विशेष अतिथिमा अरुण गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष रामकुमार तामाङज्यू हुनुहुन्थ्यो। अर्का विशेष अतिथिमा अरुण गाउँपालिका वडा नम्बर 2 का अध्यक्ष इन्द्र पुलामी मगर, साथै अरुण गाउँपालिकाका सम्पूर्ण वडा प्रतिनिधिज्यूहरू, पूर्व प्रतिनिधिज्यूहरू तथा सम्पूर्ण अतिथि वर्गहरू, आदरणीय गुरुवर्गहरू, विभिन्न सङ्घ संस्था तथा पार्टीका प्रतिनिधिज्यूहरू र श्री कटोका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन तामाङज्यू, प्रधानाध्यापक श्री भवानी श्रेष्ठज्यू, यसैगरी पाहुना अतिथि कलाकारज्यूहरू, राष्ट्रिय गायिका बबिना किराती, गायक तेजेन्द्र गन्धर्व, टीका बहादुर मगर, खगेन्द्र थामी, शिवकुमार राई, मोहन मगर, अमिन सोताङ राई, बाल गायिका छेसाङ वाइबा, नवगायिका अनिता आले, दिना थामी, सुजता थापा मगर, रिमा आले मगर, दीक्षा राई, नृत्यकार सुसन घिमिरेज्यू, साथै बजार व्यवस्थापन समितिका अध्यक्ष केदार खत्री,
अरुण साङ्गीतिक मेला 2081 को संयोजक समितिका पदाधिकारी ज्यूहरू सम्पूर्ण उपस्थित जनहरूमा आसन ग्रहण तथा ब्याज वितरण र फूलमालाका साथ कार्यक्रम सुरु भयो। कार्यक्रमको पहिलो चरणको सञ्चालन रामकुमार तामाङ गोले र उर्मिला तामाङले गर्नुभएको थियो भने दोस्रो चरणको साङ्गीतिक कार्यक्रमको सञ्चालन उद्घोषिका एलिसा याम्फु राईले गर्नुभएको थियो। आफै सचेत हुनु नै सबैभन्दा ठुलो जिम्मेवारी रहेको हुन्छ। हामी यही अपिल गर्न चाहन्छौँ र यदि असहज भएको छ भने कृपया स्टेजको अगाडिपट्टि ब्याज वितरण र खादामालामा सुषमा तामाङ र फुलमाया तामाङले गर्नुभएको थियो। राष्ट्रिय गानमा सहभागी भइसकेपछि आयोजकको तर्फबाट स्वागत मन्तव्य आयोजक समितिका सचिव कार्यक्रम संयोजक राष्ट्रिय संगीतकार एरेन्जर तथा लोकगायक खगेन्द्र थामी खुशी भाइज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। सभाध्यक्ष थामी पुरिया समाजको रमेश थामीज्यू, यसरी नै प्रतिनिधि सभा सदस्य पूर्व पर्यटन तथा संस्कृति उद्यान मन्त्री सुदन किरातीज्यू, बागमती प्रदेश सभा सदस्य ठुला थामीज्यू, यसै गरी अरू गाउँपालिका अध्यक्ष
शालिग्राम खत्रीज्यू, नेपाल थामी समाजका केन्द्रीय अध्यक्ष रणबहादुर थामीज्यू, बिगु गाउँपालिका दोलखाका उपाध्यक्ष देविका थामीज्यू, यसै वडाको वडाध्यक्षज्यू रामकुमार तामाङज्यू, नेकपा माओवादीका जिल्ला सचिव बलभद्र राईज्यू र यहाँ उपस्थित भएका 2 नम्बर वडा अध्यक्षज्यू इन्द्रबहादुर गुलामी मगरज्यू, नेपाल थामी समाज जिल्ला कमिटीका अध्यक्ष श्रीबहादुर थामीज्यू, नेपाल थामी समाजका संस्थापक अध्यक्ष दुर्गाबहादुर थामीज्यू लगायत यहाँ आसनमा रहनुभएको राष्ट्रिय गायिका बबिना किराँती, तेजेन्द्र गन्धर्व, सन्देश विश्वकर्म, अनिता आले, सुजाता थापा मगर, रिमा आले मगर, छेसाङ वाइबा लगायत सम्पूर्णमा म यसै कार्यक्रमको संयोजक थामी प्रेगा समाजको सचिव तर्फबाट न्यानो अभिवादन, नमस्कार। हजुरहरूलाई म स्वागत गर्दै गर्दाखेरि थोरै कार्यक्रमको विषय पनि म अवगत गराउन चाहेँ। यो कार्यक्रम गर्नलाई चाहिँ हामीले यो ठाउँमा विशेष गरी यो स्कुलमा हामी पढेको भएको कारण अनि यही ठाउँमा हामी जन्मेको कारण चाहिँ र हाम्रो ठाउँमा चाहिँ धेरै संस्कृति धेरै कुराहरू लुकेको छ अनि धेरै कुराहरू हामीले देख्यौँ जुन ठाउँमा चाहिँ यहाँ जस्तो हामीले पाएनौँ अनि अरू ठाउँ धेरै ठाउँ हामीले अवलोकन गऱ्यौँ तर हाम्रो ठाउँको साँच्चै नै एउटा छुट्टै पहिचान बोकेको संस्कृति जाति सबै जनमानसहरू मिलेर बसेको ठाउँ। त्यस कारणले हामी एउटा ऐतिहासिक कार्यक्रम गरौँ, अहिलेसम्म भएको छैन, हाम्रै यहाँ ठाउँमा गरौँ जुन चाहिँ यो अरू गाउँपालिकाको एउटा वडा भए पनि सबै गाउँपालिकालाई हामीले यसरी समेट्नुपर्छ भनेर यो चाहिँ हाम्रो मेरो प्रिय भाइ शिवकुमार राई हुनुहुन्छ। उहाँलाई पनि तपाईँहरूले अहिले अतिथि तथा उ गर्नु सक्नुहुनेछ र शिवकुमार राईसँग चाहिँ हाम्रो सल्लाह भयो र हामीले सानो कार्यक्रम गर्ने भनेर हामीले पहिले गुरु योजना गऱ्यौँ। त्यस पश्चात हामी यताउता कुरा राख्दै जाँदा सरसल्लाह लिँदै जाँदाखेरि चाहिँ हामी अहिले यहाँसम्म आइपुगेको छौँ। अनि हाम्रो ठाउँमा चाहिँ कला संस्कृतिहरू धेरै छ, यो कुरा लुकेका मौलिक गीतहरू अनि मौलिक संस्कृतिहरूलाई चाहिँ हामी उजागर गर्नुपर्छ। अनि अर्को कुरो चाहिँ युवाहरूमा पनि एक प्रकारको यो चाहिँ जागृति आउनुपर्छ, युवाहरूमा पनि भविष्यमा हाम्रा छरछिमेक हाम्रा वडा हाम्रा चाहिँ पालिकाको मानिसहरूले आशा भरोसा गरेर वातावरण पाउनुपर्छ भनेर यो कार्यक्रम आयोजना गरेको थियौँ र साँच्चै नै युवाहरू अनि यसै वडा त्यसरी पालिकाका हाम्रो प्रतिनिधिज्यूहरूले हामीलाई ठुलो साथ दिनुभएको छ, हामी उहाँलाई धन्यवाद जनाउँछौँ र हामीलाई यसरी साथ दिनुभयो अनि आज हामी यो कार्यक्रममा यहाँ आइपुगिसकेका छौँ। त्यस कारणले सम्पूर्ण मैले अहिले जति यहाँहरूको नाम आसनमा लिनु सकिनँ होला तपाईँहरूलाई म स्वागत 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 भन्दछु जो जति आउनुभएको छ। अनि यहाँ तल यताबाट छिर्ने ठाउँ र चाहिँ स्कुलको पछाडिबाट तपाईँहरू यहाँ तल आएर बसिदिनु होला पनि म आग्रह गर्दछु। त्यस कारणले तपाईँहरू राम्रोसँगले बसिदिनु होला। अझै यहाँ चाहिँ हाम्रो राष्ट्रिय कलाकारहरूको चाहिँ बेजोड प्रस्तुति आउनु बाँकी नै छ, त्यो तपाईँहरूले यहाँ चाहिँ रमाइलो गर्नुपर्छ, नाच्नुपर्छ, माथि बाटोमा नाच्ने वातावरण नमिल्ला माथि चाहिँ त्यहाँनिर तपाईँको चाहिँ गाडीहरू आउन सक्छ र तपाईँलाई म तल हार्दिक स्वागत पनि गर्छु। तल यहाँ चाहिँ मैदानमा आइदिनु हुन लागि कति गीत चलेको छ, कति गीत ठिकै छ, कति नचलेको पनि मेरो गीत यहाँ बबिना किराँतीज्यूले पनि 1-2वटा गाइदिनु भएको छ र आज त्यो सायद प्रस्तुत हुनेछ भन्ने मलाई लागेको छ। त्यस कारणले अब हामी मात्र होइन यहाँ यो पालिकाका यहाँ ठाउँको सबै मान्छेहरू सबै कलाकारहरूमा उजागर होस् भन्ने हेतु सायद सम्पूर्ण यहाँहरूलाई स्वागत 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 भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। धन्यवाद आदरणीय राष्ट्रिय सङ्गीतकार एवं कलाकार खगेन्द्र थामीज्यू। शुभकामना मन्तव्य अरुण गाउँपालिका 1 नम्बरका वडा अध्यक्ष श्री रामकुमार तामाङज्यूले उत्साह हौसला दिनुहुँदै साङ्गीतिक कार्यक्रम भएकोमा खुसी व्यक्त गर्नुभयो र संयोजक खगेन्द्र थामी र सहसंयोजक शिवकुमार राईज्यूलाई धन्यवाद दिनुभयो। यो साङ्गीतिक मेला कार्यक्रम यामसङको सन्दर्भमा अत्यन्त नौलो हो भन्ने कुरा मैले महसुस गरेको छु र यहाँहरू सबैलाई थाहा छ यस किसिमको कार्यक्रम अहिलेसम्म भएको थिएन र
अहिले सञ्चालन भइरहेको छ। त्यसो हुँदा पनि हामी वडाको तर्फबाट सबैको धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र यो कार्यक्रम सञ्चालन गर्ने साथीहरूलाई म विशेष रूपले विशेष किसिमको धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। अहिले हाम्रो देशमा खडेरी लागेको छ, सबै किसिमको खडेरी लागेको छ, संस्कृतिमा खडेरी लागेको छ, साङ्गीतिक क्षेत्रमा खडेरी लागेको छ, सबै क्षेत्रमा खडेरी लागेको छ। हामीहरूलाई थाहा छ, तपाईँहरूलाई थाहा छ, अहिले छिमेकी देशहरूको प्रभावले गर्दाखेरि गीत सङ्गीतको क्षेत्रमा तपाईँले सुन्नुभएको छ, छिमेकी देशहरूको प्रभाव हिन्दी गीतहरू कुना काट्रोसम्म फैलिरहेको छ। नेपाल थामी समाज केन्द्रको अध्यक्ष रणबहादुर थामीद्वारा शुभकामना मन्तव्य आयो। बिगु गाउँपालिका दोलखाका उपाध्यक्ष देविका थामीज्यूबाट अरुण तरेर नाना तमोर तरेर आयौँ हामी वीरताको गाथा गरेर भन्ने गीत हामी सानो हुँदाखेरि ती गीतहरू सुन्दै हुर्किएको त्यो दुईटा यो नदी तरेर आउँदै गर्दा म आफैलाई लाग्यो मैले वीरताको गाथा कोरे जस्तो लाग्यो यहाँको भूमिमा आइपुग्दाखेरि। त्यसकारण यो भोजपुरको यो अरुण गाउँपालिकामा भएको यो भव्य सांस्कृतिक कार्यक्रम यहाँको माझ आएर दोलखा जिल्लाको मेरो गाउँपालिका चाहिँ चीनसँग जोडिएको सबैभन्दा दोलखा जिल्लाको सबैभन्दा पल्लो छेउमा रहेको भोटसँग सिमाना रहेको त्यो गाउँपालिकाको मान्छे यहाँको माझ आएर मैले केही कुरा राख्न पाउँदा एकदमै मैले आफैले एकदमै भाग्यमानी ठानेको छु। अरुण गाउँपालिका प्रमुख अध्यक्ष शालिग्राम खत्रीज्यूबाट धन्यवाद व्यक्त गर्नुहुँदै शुभकामना र शुभेच्छाका साथ हौसला दिनुभयो र पालिकाको तर्फबाट रु 1 लाख सहयोगको पनि प्रतिबद्धता जाहेर गर्नुभयो र सो रकम बोले बमोजिम समयमै पालिकाको तर्फबाट सहयोग गरिकन थप साङ्गीतिक र सांस्कृतिक कार्यक्रमका लागि उत्साह र हौसला प्रदान गर्नुभयो। आज यो भव्य रूपमा अरुण साङ्गीतिक मेलाको चाहिँ आयोजना गरिएको छ। आयोजक थाङ्मी प्रज्ञा समाज काठमाडौँले जुन आयोजना गर्यो, म गाउँपालिकाकै अरुण गाउँपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु, हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। नेपालका दूर दराजमा रहेका विभिन्न गाउँ टोल बस्तीहरूमा कतिपय कुराहरूको सचेतना कमै छ, चाहेर पनि इच्छा भएर पनि गर्न नसकिएका कामहरू धेरै छन्। त्यही मध्येका यी सांस्कृतिक कार्यक्रमहरू छन्। हामी विभिन्न जात जाति भाषा धर्म संस्कृतिमा रुमलिएर एकताको गाँठो कसेर समृद्ध नेपालको परिकल्पना गरेर अगाडि बढेका छौँ। यसलाई यथार्थतामा लानको लागि आफ्नो जातीयता, आफ्नो धर्म, आफ्नो संस्कारलाई हर क्षेत्रबाट अगाडि बढाउन जरुर छ। त्यही सिलसिलामा यो थामी समाजले गरेको कार्यक्रमलाई अत्यन्तै हार्दिक स्वागत गर्न चाहन्छु। हुन त हामीले भने जस्तो नेपालको संस्कार संस्कृति विचलित भयो भनेर तर्सिनुपर्ने अवस्था छैन। विविध क्रियाकलापले हाम्रा नेपाली कलाकारहरूले पाएका सम्मान र गरेका क्रियाकलापहरूले त्यति साह्रो ओझेलमै परिगएका त छैनौँ। तर डर भने छ पाश्चात्य मुलुकहरूको बढी सम्पर्कले गर्दाखेरि यी संस्कार संस्कृतिलाई जगेडा गर्न सकेनौँ भने, हामी सचेत भएनौँ भने बिलाएर जाने सम्भावना छ। बेलैमा सचेत हुने जानकारी पूर्व वक्ता मित्रहरूले गर्नुभयो।
त्यसैमा मेरो पनि सहमति छ। सत्ययुगमा उब्जेको मादलु झ्याली बजाऊ गुरु धम धम बजाऊ गुरु धम धम बजाऊ गुरु धम धम नाच मेरी मारुनी। मैले के कुराहरू यहाँहरूको बिचमा राख्न चाहन्छु। यो भोजपुरको यात्रा मेरो पनि पहिलो हो। भोजपुरमा म पहिलोचोटि पाइला टेकेँ। भोजपुर आउँदै गर्दा अत्यन्तै रमाइलो जिल्ला रहेछ। प्रकृतिको धनी वन जङ्गलले भरिभराउ भएको जिल्ला रहेछ। त्यसै गरी विभिन्न जात जाति भाषाभाषी र धर्मावलम्बीहरूको पनि एउटा बहुल्यता भएको जिल्ला। अनि यो मलाई लाग्यो अलि माथि हेरौँ भने आज हिमालले पनि छोएको जडीबुटीको पनि धनी जिल्ला हो यो भोजपुर। मैले पाएकोमा म अत्यन्तै खुसी लागेको छ। त्यसपछि आर्थिक सहयोगी दाताहरूलाई कदरपत्र हस्तान्तरण, अतिथिज्यूहरूलाई सम्मान पत्र, कलाकारज्यूहरूलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरियो। कदरपत्रतिरै लाग्न चाहन्छु। अरुण साङ्गीतिक मेला 2081 को आदरणीय कलाकार, हामीले हाम्रो निमन्त्रणा स्वीकार पाल्नुहुने आदरणीय कलाकार श्री दीक्षा राईज्यूलाई म त्यस स्टेजमा आफ्नो यो कदरपत्र ग्रहण गर्नको लागि म हार्दिक अनुरोध छु। दीक्षा राईज्यू, अमिन सोपाङ राईज्यू कृपया स्टेजमा सम्पर्क गरिदिनु होला। काजीवन श्रेष्ठीलाई म स्टेजमा निम्ताउन चाहन्छु। त्यसै गरी श्री मङ्गल आगले मगरज्यू हुनुहुन्छ हाम्रो गायक, मलाई पनि स्टेजमा आफ्नो यो पत्र ग्रहणको लागि अनुरोध गर्न चाहन्छौँ। हजुर, त्यसै गरी हाम्रो यस कार्यक्रमको केन्द्रबिन्दु गायक श्री सन्देश विश्वकर्माज्यूलाई पनि म यो आफ्नो कदरपत्र ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। फोटो आयो हो दर्शक पर्दैन अहिले तिमी अन्त आउँछ सुताको हजुर आदरणीय सम्पूर्ण उपस्थित महानुभावजीहरू, हामी यो सङ्गीतिकमा यो ऐतिहासिक यो निरन्तर साङ्गीतिक माहौललाई तताउन हामी अघि अग्रसर भइरहेको हामी जानकारी गराउन चाहन्छौँ। र हामीलाई सहयोगै उपाध्यक्ष बिगु गाउँपालिका दोलाखा हजुर, उहाँलाई पनि स्टेजमा आफ्नो यो सम्मान पत्र ग्रहणको लागि अनुरोध गर्न चाहन्छौँ। यसरी नै हुनुहुन्छ कैलाश कुमार आलेज्यू, नगर प्रमुख भोजपुर नगरपालिका भोजपुर। श्री शालिकाम खत्रीज्यू, अरुण अध्यक्ष अरुण गापा भोजपुर। त्यसै गरी हजुर, म आजको यस यो अरू साङ्गीतिक मेला 2081 को त्यसै गरी हजुर यहाँ श्री कैलाश कुमार आलेज्यू, नगर प्रमुख भोजपुर नगरपालिका भोजपुर, यदि कृपया हुनुहुन्छ भने स्टेजमा सम्पर्क गरिदिनु होला। धन्यवाद। हाम्रो यो कार्यक्रम लगभग औपचारिक कार्यक्रम अन्तिम चरण पुगेको हामी जानकारी गराउन चाहन्छौँ। र साथै यो कार्यक्रमको आजको प्रमुख अतिथि एवं पूर्व प्रधानमन्त्री सुदन किरातीजीलाई हामी धन्यवाद व्यक्त गर्न चाहन्छौँ। लागि म थामी प्रज्ञा समाजको अध्यक्षज्यूलाई म अनुरोध गर्न चाहन्छु। हजुर, यसरी नै यस कार्यक्रम अब हाम्रो अन्त्यतिर गइसकेको छ। यस पछिको कार्यक्रम रहेको छ
उकालो लागेको घाम र पखालो चलेको बिर्धा उस्तै उस्तै हुन्छ। समय घर्किराखेको छ। पुर्खाले भन्थे असारको बित्दो र मङ्सिरको बल्दो। एकातिर हामी समयले धेरै व्यस्त पनि छौँ, अर्कोतिर यो बढ्दै गएको रात र चढ्दै गएको जाडोलाई पनि हामीले ध्यान दिनुपर्ने छ। म भाषण गर्न आएको छुइनँ यहाँहरूलाई म के जानकारी गराउँछु भने यो भव्य सांस्कृतिक मेलालाई म अभिभावकत्व प्रदान गर्न मात्रै आएको छु। आदरणीय अध्यक्षज्यू, त्योभन्दा अगाडि अत्यन्तै राम्रो कार्यक्रम सञ्चालन गर्नुहुने उद्घोषक भाइ बहिनीहरू, समयको अभाव र यो सबै सन्दर्भले लामो सम्बोधनतिर म गइन, अघि हाम्रो गाउँपालिकाको अध्यक्षज्यूले गरेको सुन्दर सम्बोधनलाई नै म मेरो सम्बोधन भन्न पनि चाहन्छु। मेला भनेको सांस्कृतिक शब्द हो। मेला भनेको खासमा भेला हो, भेट हो। र यो भव्य भेला भेटको निम्ति हाम्रो स्थानीय लामो समयदेखि छुटेका हामी मित्रहरूको पुनर्मिलनको निम्ति, त्यति मात्रै होइन, यसको बहुआयामिक अर्थ पनि छ। हाम्रो गाउँको पर्यटनको निम्ति, सांस्कृतिक प्रवर्धनको निम्ति थुप्रै यसले आफ्नो आयामहरू बोकेको छ र यो महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्नुहुने म हार्दिक आभार व्यक्त गर्दछु। हाम्रो अरुण भेल्ली अर्थात् अरुण नदीको माथिबाट छातीमा अवस्थित यो गाउँपालिका राम्रोसँगले यसलाई ध्यान गर्ने हो भने अरुण भेल्लीमा जे विविधता प्राप्त छ त्यो हाम्रो यो गाउँपालिकामा पनि छ। विश्वको सबैभन्दा होचो उपत्यका जहाँ सगरमाथा पनि देखिन्छ, पर्यटनको दृष्टिले कति महत्त्वपूर्ण छ। 800 भन्दा बढी पुतलीको प्रजाति पाइने, संसारकै सबभन्दा बढी चरा पाइने ठाउँ। आज हाम्रो लागि अरुण नदी दुःख बनेको छ। मैले सुनेकै थिएँ चीनमा हाङ्गो नदी पनि दुःख थियो अरे। 1 वर्षमा लाखौँ मान्छेहरू घरबारविहीन बनाइदिन्थ्यो अरे। आज चीन समृद्धिको बाटोमा जाँदा सुखमा परिणत भएको छ। हाङ्गो नदी 25% नागरिकलाई नदीले बचाएको छ भन्ने सुनिन्छ। तर हामीले हाम्रो दुःखको यो दिनलाई सुखमा बदल्ने हो भने अरुण भेल्ली, यहाँका सांस्कृतिक विविधता, जैविक विविधता र अरुण नदीको पानी हाम्रो निम्ति एक दिन सुखमा परिणत हुनेछ। त्यही अरुण नदीको यो छातीमा रहेको अरुण गाउँपालिकाको अत्यन्तै राम्रो भविष्य छ भन्ने मलाई लाग्दछ। हाम्रो अतिथिहरू त जाइसक्नु भयो, जाइ नै सक्नुभयो। त्यही उहाँहरूको प्रश्न थियो। अब त्यो प्रश्नको उत्तरतिर म लागिन। त्यसले पनि मलाई आफ्नो मन्तव्य छुट्याउने सहयोगै योगदानै गर्नुभयो। त्यसको निम्ति म धन्यवाद पनि दिन चाहन्छु। 144वटा जाति भएको यो देश नेपालमा एउटा सुन्दर र शक्तिशाली कुरा के हो भने कुनै पनि जातिको कारण अर्को जाति बसाइ जानु परेको छैन नेपालमा। तर संसारमा यस्तो देश पनि छ, 2टा मात्रै जाति भएको देश लडेर धुवामा हराइसके। यो हाम्रो शक्तिशाली पक्ष र सुन्दर पक्ष हो। त्यस कारणले हाम्रो राष्ट्रिय गीतमा मेरो एउटा प्रश्न छ। हामी हुनु त गाउँछौँ, राष्ट्रिय गीतप्रति मेरो सम्मान छ। 144वटा जात जाति सांस्कृतिक विविधता सहितको फुलको माला हुनु पर्यो। 100औं थुङ्गा फुलको माला भन्दा त सयपत्री पर्छ कि 100वटा थुङ्गा त बकमाली पर्छ कि गोदावरी पनि पर्न सक्छ। तर 100औं थरी फुलका हामी एउटै माला नेपाली भन्यौँ भने चाहिँ 144वटा जात जातिको सांस्कृतिक, मनोवैज्ञानिक, सामाजिक विविधताको त्यो माला हुन्छ जस्तो मलाई लाग्छ। अघि प्रसङ्ग यहाँ त्यो उठेको थियो।
त्यस कारणले जे भए पनि हाम्रो राष्ट्रिय गीत स्थापित भइसकेको छ। तर पनि हामीले हाम्रो व्यवहारमा, हाम्रो संस्कृतिमा र हाम्रा सारा रहन सहनमा र हाम्रो मनोविज्ञानमा 144वटा जात जातिको यो देश सामूहिक प्रयत्नबाट निर्माण भएको छ भन्ने मलाई लाग्दछ। हामी जातिहरूको सन्दर्भमा पछिल्लो अनुसन्धानको विषयमा त म भन्न चाहन्न, कतिपय विवादित पनि छ, तर मुन्धुम त विवादित छैन। मुन्धुम त यो संसारमा नेपालको मानचित्र निर्माण हुनुभन्दा पहिला नै मुन्धुम थियो, जो किराँतीहरूको जीवन दर्शन पनि हो। किराँत भनेको एउटा जात विशेष नभएर एउटा सभ्यता पनि हो। र फुवालुङको कथा छ, फुवालुङ तर्दाखेरि लामो कष्ट सहेर तरेका ती दाजुभाइहरू एक भाइ तम्मर नदी पछाएर गयो, त्यसलाई लिम्बू भनिन्छ। अर्को भाइ अरुण नदी पछाएर आयो, याख्खाहरू नेवाङहरू भए अरे। अनि दुधकोशी पछाएर गएका एक भाइ चाम्लिङ र बान्ता भए अरे। र लिखु नदी पछाउँदै पछाउँदै गएको चाहिँ थामी जिरेल सुरेलहरू भए अरे। जसले फुवालुङ तर्नै सकेन, नाग्नै सकेन, उनीहरू थारू र धिमाल भएर मधेसमै छोडिए अरे भन्ने मुन्धुमी गाथा छ। त्यस कारणले समग्रमा थामी जाति पनि किराँती जाति नै हो भन्ने कुरा सांस्कृतिक, मनोवैज्ञानिक, भाषिक सबै हिसाबले दाबी गर्ने तथ्यहरू धेरै छन्। र प्रमुख अतिथिज्यूबाट आयोजक र साङ्गीतिक टिम अनि अरुणवासी महानुभावहरूलाई साङ्गीतिक र सांस्कृतिक उत्साह, सुन्दर फूलको गुच्छामय प्रेरणादायी वचनमा हृदयस्पर्शी शुभकामना दिनुभयो र साथ सहयोगको मिठो वचन पनि दिनुभयो। र यो औपचारिक कार्यक्रम बिदा हुनु पूर्व म आजको यस संचालक पनि बिदा हुने अनुरोध गर्छु। हस्त नमस्कार, धन्यवाद। अन्त्यमा सभाध्यक्षज्यूबाट औपचारिक कार्यक्रमको समापन भएको घोषणा भयो र बाँकी साङ्गीतिक कार्यक्रम भव्य र सभ्यताका साथ सम्पन्नताको लागि शुभकामना समेत दिनुभयो। धन्यवाद। अरुण साङ्गीतिक मेला 2081 का सञ्चालक दोया हाम्रो भाइ र बहिनी, यहाँहरूलाई विशेष धन्यवाद। प्रकृतिको फुलबारी सुन्दर हाम्रो गाउँ, यही गाउँ चिनाउन सबै मिली जाउँ। तपाईँ हामी जन्माउने जन्मभूमि ठाउँ, प्राणभन्दा प्यारो अरुण उच्च रहोस् नाउँ। अरुण साङ्गीतिक मेला 2081मा यहाँ सम्पूर्णलाई विशेष धन्यवाद। म आफै पनि साङ्गीतिक क्षेत्रमा नभए पनि साहित्यिक क्षेत्रमा केही कलमहरू चलाउने व्यक्ति भएकोले गर्दा यहाँहरूको बिचमा सबैभन्दा पहिला एउटा गजल वाचन गरेर त्यसपछि यो कार्यक्रमको बारेमा केही कुराहरू गर्न धन्यवाद दिन म गइरहेको छु। यहाँ जुन स्लोगन राखेर यो कार्यक्रमलाई सबै भव्यताका साथ अगाडि बढाइएको छ, त्यसै स्लोगनसँग मिल्दोजुल्दो मेरो एउटा गजल जुन मूलवासी मङ्गोलको देश नामक गजल सङ्ग्रह 2072मा प्रकाशित गजल सङ्ग्रहबाट म तपाईँको बिचमा म वाचन गर्न गइरहेको छु। उक्त गजल हालसालै अस्ति अक्टोबर 6 तारिक विश्वको सबैभन्दा लामो गजल सङ्ग्रहको रूपमा पनि एक्सक्लुसिभ वर्ल्ड रेकर्डमा दर्ज हुन सफल भएको छ। त्यसैबाट म त्यो लामो गजल छोटोबाट म तपाईँको बिचमा सुनाउनेछु। वैभवशाली देश, मेरो देशमा के फुल्दैन, फुलाए पो फुल्छ सुन। मेरो देशमा के फुल्दैन, फुलाए पो फुल्छ सुन। पौरखीको पौरख प्यारो, पसिनामै झुल्छ सुन। विदेशको माटो भन्दा मेरै देशको माटो कालो, विदेशको माटो भन्दा मेरै देशको माटो कालो। पसिनाको दाना चुहाउ, त्यही दानामा फुल्छ सुन। मेरो देशमा के फुल्दैन, फुलाए पो फुल्छ सुन। कमाउनै छ भने इज्जत साथ कमाउ यहाँ, कमाउनै छ भने इज्जत साथ कमाउ यहाँ। फल्छ पैसा बोटै बोटमा हिरा मोती सुल्छ सुन। तराई पहाड हिमाल सुशोभित सुरभिले, तिम्रो मनोरम कला हेर्दै यहाँ भुल्छ सुन। मेरो देशमा के फुल्दैन, फुलाए पो फुल्छ सुन। पौरखीको पौरख प्यारो, पसिनामै झुल्छ सुन। हस्, धन्यवाद। आजको यस अरुण साङ्गीतिक मेला 2081को यो भव्य र सभ्य कार्यक्रमको सभाध्यक्ष गर्न पाएकोमा म आफै गर्वन्वित महसुस गरेको छु।
त्यसले गर्दाखेरि यो कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागि यसै भोजपुर जिल्लाको माननीय प्रतिनिधि सभा सदस्य तथा पूर्व संस्कृति नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किरातीज्यूको प्रमुख आतिथ्यतामा भएको यो कार्यक्रममा यहाँनिर यसरी हामी टाढोबाट आउन पाउँदा हामी आफैलाई एकदमै खुसीको महसुस गरेको छु। मैले यो अघि पनि हाम्रो पूर्ववक्ता साथीहरूले भनिसक्नु भएको छ, हाम्रो करिब 17 घन्टाको यात्रापछि हामी आइपुग्यौँ, तर एकदमै यो एक सुवर्ण भूमिमा हामी आइपुगेका छौँ भन्ने कुरो चाहिँ मैले महसुस गरेको छु। त्यसले गर्दाखेरि यो कार्यक्रमलाई सभ्य र भव्य तरिकाले समापन गर्नको लागि यस कार्यक्रममा शोभा बढाइदिनु हुने विशेष गरिकन प्रतिनिधि सभा सदस्य तथा पूर्व पर्यटन तथा पूर्व संस्कृति नागरिक उड्डयन तथा पर्यटन मन्त्री आदरणीय माननीय सुदन किरातीजीलाई विशेष धन्यवाद म दिन चाहन्छु। त्यसै गरिकन विशिष्ट अतिथिको रूपमा यसै गाउँपालिका अरुण गाउँपालिकाको अध्यक्षज्यू साथै अध्यक्षज्यू शालिग्राम खत्रीज्यू साथै प्रदेशसभा सदस्य माननीय ठुला थामीज्यू अनि त्यसै गरिकन कालिम्चो बिगु गाउँपालिकाबाट आउनुभएका उपाध्यक्ष देविका थामीज्यू त्यसै गरिकन यो कार्यक्रममा चाहिँ विशेष अतिथिको रूपमा आउनुभएका नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीज्यू साथै यहाँ विभिन्न ओडा अनि विभिन्न राजनीतिक पार्टी प्रतिनिधिज्यूहरू वडा प्रतिनिधिज्यूहरू वडा अध्यक्षज्यूहरू अतिथिका रूपमा आउनुभएका सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरिकन यो कार्यक्रमलाई सभ्य र भव्यताका साथ सम्पन्न गर्नको लागि यो स्थान प्रदान गर्नुभएकोमा यस विद्यालय परिवारलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। यहाँका प्राध्यापकज्यू साथै विकास समितिज्यू र यस विद्यालयका सम्पूर्ण समितिज्यूहरूलाई म धन्यवाद दिन चाहन्छु। त्यसै गरिकन यो कार्यक्रमलाई सभ्य भव्य बनाउनको लागि र सुरक्षा प्रदान गर्नुहुने सुरक्षा निकायका सुरक्षाकर्मीज्यूहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। साथै त्यसै गरेर म प्राविधिक साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु अनि यो स्टेज बनाउन सहयोग गर्ने साथीहरूलाई पनि विशेष धन्यवाद। साथै यो कार्यक्रमलाई सभ्य भव्यताका साथ अगाडि बढाउनको लागि यहाँहरूले जुन साथ सहयोग गर्नुभएको छ, आर्थिक सहयोग गर्नुभएको छ, आर्थिक सहयोग गर्ने सहयोगकर्ताज्यूहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु, मुरी धन्यवाद दिन चाहन्छु। यहाँहरूको साथ सहयोग बिना अवश्य पनि हामीले यो कार्यक्रम गर्न सक्ने थिएनौँ, किनकि सबै कुरोसँग अर्थ जोडिन्छ, अर्थसँग सबै कुरो जोडिन्छ। त्यसले गर्दाखेरि म विशेष यहाँ अरू गाउँपालिका साथै माननीय सुदन किरातीज्यूलाई र यहाँ सम्पूर्ण जतिले पनि आर्थिक सहयोग गर्नुभएको छ यहाँहरू विशेष धन्यवाद दिन चाहन्छु। म त्यसै गरिकन म विशेष धन्यवाद दिन चाहन्छु। यहाँनिर यो जाडोको समय नभनिकन मङ्सिरको हामीलाई थाहा छ, तपाईँ हामी सबैजना कृषिसँग जोडिएका व्यक्तिहरू हौँ, तपाईँ हामी सबैजना कृषिसँग जोडिएका सदस्यहरू हौँ। हामीलाई थाहा छ यो समय मङ्सिरको समय भनेको अन्न भित्राउने समय हो र यो समयलाई विशेष गरिकन तपाईँहरूले यो महत्त्व यो समय दिनु भएर यो कार्यक्रमको शोभा बढाइदिनु भएकोमा यहाँ आउनुभएका अरुण गाउँपालिका 1 याङपाङका सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरिकन यहाँनिर मैले भन्दै गर्दाखेरि भन्न छुट्याएका कतिपय व्यक्तित्वहरू साथै हाम्रो संयोजक हाम्रो राष्ट्रिय सङ्गीतकार खगेन्द्र थामीज्यू अनि फेरि उहाँको टिमलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। उहाँहरूले यसको लागि यो कार्यक्रमको लागि धेरै ठुलो भूमिका खेल्नु भएको छ, धेरै ठुलो उहाँहरूले सङ्घर्ष गर्नुभएको छ, धेरै ठुलो उहाँहरूले मेहनत गर्नुभएको छ। त्यसको लागि हामी एकदम म विशेष धन्यवाद दिन चाहन्छु उहाँहरूलाई। हुन्छ, मैले यहाँ भन्न छुट्याएका र मैले कति सबैजनाको नाम मलाई आउँदैन, स्वभावले म त्यो नाम अहिले कण्ठ गर्न सक्दिनँ, म आफै पनि नयाँ छु यहाँनिर। अनि म विशेष धन्यवाद दिन चाहन्छु यहाँनिर तपाईँहरूलाई जजनाको नाम छुटेको छ तपाईँलाई विशेष धन्यवाद। साथै हामीलाई थामी प्रयास समाजबाट यो कार्यक्रम आज तपाईँहरूको यो सुवर्ण भूमिमा गर्न दिनुभएको लागि म विशेष धन्यवाद दिन चाहन्छु है। यो कार्यक्रमले चाहिँ आज तपाईँ र मलाई सङ्गीतमा मात्रै जोडेको छैन, तपाईँहरूले अघि नै हेरिसक्नुभयो, देखिसक्नुभयो। यो कार्यक्रमले तपाईँ र मलाई सङ्गीतमा मात्रै जोडेको छैन,
यो कार्यक्रमले चाहिँ अघि हाम्रो माननीयज्यूले पनि भनिसक्नुभयो, यसले पर्यटनको पनि थोरै भए पनि यसले प्रवर्धन गरेको छ। संस्कृतिको पनि थोरै भए पनि संवर्धन संरक्षण प्रवर्धन गर्नमा टेवा पुर्याएको छ। किनकि हामीले यहाँ हेरेका छौँ अघि भर्खर यहाँनिर विभिन्न समुदायबाट चाहिँ आफ्नो पहिचान सहितको भेषमा सजिएर गीतमा उहाँहरूले डान्स गरिसक्नु भएको छ। सायद आज हामीले कुनै एउटा विशेष लक्ष्य राखेर गरेको भएदेखि त्यसले त्यो सबैजनालाई यसरी जोड्ने मौका मिल्दैन थियो होला। आज यो अरुण साङ्गीतिक मेलाले 2081ले तपाईँ हामी सबैजनालाई जोड्ने काम गरेको छ भन्ने पनि मैले विशेष महसुस गरेको छु। साथै यसले चाहिँ तपाईँ र मलाई राष्ट्र र राष्ट्रियताको बारेमा नारायण शरणमा पर्छौँ नमस्कार गर्छौँ जय गिरी गणेश हरे राम जय गिरी गणेश शरणमा पर्छौँ नमस्कार गर्छौँ जय गिरी गणेश नारायण जय गिरी गणेश हरे राम जय गिरी गणेश नारायण भगवानका आचार्यलाई देश मध्ये शुभ संक्षेपमा शिवजीको भजन भन्छु अब नारायण सुन्नु सबैले नारायण सुन्नु सबैले हरे राम सुन्नु सबैले मनमा सँगै हरि एकचित्त गरी सुन्नु सबैले नारायण सुन्नु सबैले हरे राम सुन्नु सबैले मेरो लागे कस्तो पनि हजुरको भाषा संस्कृति सभ्यता मुलुकको जीवन्त बन्छन् जहाँ भाषा संस्कृति सभ्यता मुलुकको जीवन्त बन्छन् जहाँ हिन्दू बौद्ध किराँत एकलयमा नेपाल पुग्छन् जहाँ। धन्यवाद। आजको हाम्रो अतिथि पनि हुनुहुन्थ्यो सोमनाथ कोइरालाज्यूले आफ्नो स्वागत कविता वाचन गरेर गइसक्नु भएको छ र बादल बनी उडी गए तिमी बतासु भई साथै रहनु म वर्षा बनी बृष्टि गए तिमी खोला भई साथै बहनु बजाउमा डोलु साइला बजाउमा डोलु साइला बजाउमा डोलु साइला बजाउमा डोलु
जमाना सुल्टेछ लौन नानीको पाइन्ट उल्टेछ होइन नानीको जवानी उल्टेछ जमाना सुल्टेछ हेर दाजेको तौरा पल्टेछ होइन दाजेको पैसा पल्टेछ जमाना सुल्टेछ बुढो तरुणीमा उमेर सल्टेछ जमाना सुल्टेछ ल है जमाना सुल्टेछ बुढी लेकवेसीको उकाली ओराली हिँड्न मन लाग्छ लेकवेसीको उकाली ओराली हिँड्न मन लाग्छ जन्मभूमि जे जस्तो मलाई प्यारो लाग्छ जन्मभूमि जे जस्तो मलाई प्यारो लाग्छ नाचु लाग्छ मन सम्पे बजार या ग्वादो भन्वारी पारी उर्लिन्थ्यौँ दैलाई गोठाला र मेला पात घाँस दाउरामा कुर्लिन्थ्यौँ दैलाई सम्पे बजार या ग्वादो भन्वारी पारी उर्लिन्थ्यौँ दैलाई गोठाला र मेला पात घाँस दाउरामा कुर्लिन्थ्यौँ दैलाई आफ्नै आँगन पराई भो घर छाउनलाई घर छैन लैलाई दुखियालाई के दिन के रात जिन्दगीको घर छैन लैलाई अरूतिरै तिर खोली पारी भी किनभने हाम्रो यो पछाडि त तेजेन्द्र सरको आउने छ
तपाईँले यत्रो गीतहरू गाउनुभयो किन तपाईँले गाउनु भएन भन्नु होला कि भनेर म पनि निस्केको छु। त्यस कारणले मेरो चाहिँ भोजपुरे जिल्ला तपाईँले हेर्नु होला विभिन्न गीतहरू छन्। भोजपुरे जिल्ला चाहिँ 700मा आएको छ र अरू पनि थुप्रै गीत छ। तर आज मैले भोजपुरे जिल्ला होइन म अर्कै गीत गाउने छु। तपाईँलाई म थोरै चाहिँ सुनाउँछु है। पहिलाको गीत हवाईजहाज चढी आउँछौ कि कान्छा बसैमा सारा पिराते लगाई घरबार जोडौ आउ कान्छा भोजपुरा एलै पूर्व पहाडी भोजपुरै जिल्ला है। यसरी तपाईँहरू नाचिदिनु होला। हुन्छ, म चाहिँ तपाईँलाई समय नलिकन गीततिर जानेछु। ट्र्याक बजाइदिनु होला। नाचिदेऊ न कमल फुल भाँचिदेऊ कम्मरो नाचिदेऊ न कमल फुल भाँचिदेऊ कम्मरो मादल फुटे बजाउन डमरू मादल फुटे बजाउन डमरू खै नाचेको कमल फुल खै कम्मर भाँचेको खै नाचेको कमल फुल खै कम्मर भाँचेको लाली जोबान कहिलेलाई साँचेको लाली जोबान कहिलेलाई साँचेको यहाँहरूमा पुनः हाम्रो आजको अतिथि कलाकार हुनुहुन्छ र उहाँलाई हामी छोटो भनाइमा भन्न चाहन्छौँ। हाम्रो भोजपुरको सान पनि हुनुहुन्छ उहाँ। म स्टेजमा निम्त्याउन चाहन्छु आदरणीय दाई तेजेन्द्र गन्धर्वज्यूलाई म स्टेजमा निम्त्याउन चाहन्छु। एकचोटि जोरदार ताली चाहियो है त। यसपालि त ए मेरी साइली घर जम होला कि यसपालि त ए मेरी साइली घर जमै होला कि झुके बुलाकी ए झुके बुलाकी तिम्रो नकैमा मेरो आँखैमा झुके बुलाकी ए झुके बुलाकी तिम्रो नकैमा मेरो आँखैमा लाइदिउ न माया गीतको भाकैमा लाइदिउ न माया गीतको भाकैमा लाइदिउ न माया गीतको भाकैमा जाली रुमाल झुम्काना छेउछेउमा माछी फुल्ने खोलीको लेउलेउमा जाली रुमाल झुम्काना छेउछेउमा माछी फुल्ने खोलीको लेउलेउमा 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 आकाशैको जुन तारा खस्ला कि आकाशैको जुन तारा खस्ला कि ध्यान हाजिर छ ए मेरी साइली बिरती बस्ला कि ध्यान हाजिर छ ए मेरी साइली हजारौंको बलिदानले लोकतन्त्र ल्याएको ज्यानको बाजी राखेर नै परिवर्तन आएको पहिचान र संस्कृतिलाई लाउँछन् पिरती
छ जनताको मान अल्पसंख्यक सबै वर्ग उन्मुक्तिको साना देशको मुहार फेर्ने नेता उनै हाम्रो साथी जनताको अभिभावक सुदन किराती देशको मुहार फेर्ने नेता उनै हाम्रो साथी जनताको अभिभावक सुदन किराती जनताको अभिभावक सुदन किराती। स्टेजबाट बिदा भइसक्नु भएको छ र अब हामी साङ्गीतिक साँझबाट साङ्गीतिक रातमा प्रवेश गरिसकेका छौँ। यहाँहरूमा जब पनि हामी कति पनि ढिलाइ नगरी आजको हाम्रो कार्यक्रमको विशेष अतिथि कलाकारज्यूको द स्टेज मोस्ट पपुलर सिङ्गर बबिना किराती। आदरणीय हाम्रो खुसी थामी दाईको लागि एकदमै सम्झेर अहिले यहाँ हुनुहुन्छ अगाडि अघिदेखि इन्जोय पनि गरिरहनु भएको छ। आफै प्रोग्राम यति ठुलो प्रोग्राम गरिरहनु भएको छ र स्पेसली उहाँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु र याङपाङ भन्ज्याङ सम्पूर्णलाई नमस्ते। भर्खरै मैले गीत गाउन खोजेको गीत चाहिँ हाम्रो थामी खुसी दाईको कम्पोजिसनको गीत हो। मैले ट्र्याक चाहिँ बोकिनँ दाई अनि त्यही भएर एक लाइन चाहिँ दाईको लागि एकचोटि गुनगुनाइदिउँ त। सम्मानस्वरूप सम्झेर आदरणीय हाम्रो अग्रज दाइहरू अघिदेखि नै हाम्रो माननीय भूपूर्व मन्त्री आदरणीय सुदन किरातीज्यू यही हुनुहुन्छ अगाडि यति लामो समयसम्म पनि हामीलाई पर्खेर बसिरहनु भएको छ है। र आदरणीय दाइहरू हुनुहुन्छ हाम्रो वडाध्यक्ष ज्यू लगायत अगाडि हुनुभएका ड्यासमा आसीन हुनुभएको विशिष्ट व्यक्तिहरूमा पनि हार्दिक हार्दिक नमस्कार। म बबिना किराती खोटाङबाट है त। ओके याङपाङ भन्ज्याङमा सायद यो यहाँ चाहिँ आज धेरै कुराहरू सुन्दै जाँदाखेरि एकदमै खुसी पनि लागेको छ। यहाँ माहौल देखेर पनि मलाई एकदमै मैले यहाँ दाइहरूलाई पनि भनिरहेको थिएँ कति धेरै है गाउँमा मान्छे। मेरो गाउँमा त मान्छे सकेको जस्तो छ। अनि तपाईँको यो रमाइलो पल देख्दाखेरि एकदमै इन्जोय गरिरहनु भएको छ। र अब म धेरै नबोली गीतबाट अगाडि बढ्यो है त। घरमाथि सालघारीमा न्याउली रोयो साँझ बिहान लैलै हिउँद बर्खा बित्यो नि हजुर बेखबर भो घर जहाँ लैलै घरमाथि सालघारीमा न्याउली रोयो साँझ बिहान लैलै हिउँद बर्खा बित्यो नि हजुर बेखबर भो घर जहाँ लैलै अरुणतिरै तिर छेउछाउ अक्कर भिर सुन्ने लाग्छ आफ्नै गाउँघर मनमा सधैँ पीर सुन्ने लाग्छ आफ्नै गाउँघर मनमा सधैँ पीर।
सधैँ पीर सुन्ने लाग्छ आफ्नै गाउँघर अरुण साङ्गीतिक साँझ 2081। यही मिति 2081 मङ्सिर 1 गते अरुण गाउँपालिका वडा नम्बर 1 याङपाङमा थाङमी प्रज्ञा समाजको आयोजनामा प्रतिनिधि सभा सदस्य तथा पूर्व पर्यटन मन्त्री सुधन किरातीको प्रमुख आतिथ्यतामा बृहत सांस्कृतिक कार्यक्रम हुने भएकाले सम्पूर्ण कलाप्रेमी महानुभावहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौँ। मुख्य आकर्षकहरू गायिका बबिना किराती, गायक टिका मगर, गायक तेजेन्द्र गन्धर्व, गायक खगेन्द्र थामी। अरुण सुसाउँदा लै भाका मुखै छ कान्छे जुहारे, गायिका छेसाङ वाइबा, गायक शिवकुमार राई। छाती ट्याम्के शिर मेरो सिलिचुम साक्षी राखौँ रोपेर लिन्छौँ माया भोजपुरै जिल्ला कब्जा गरी बन्दी छ भन्दी। गायिका दीक्षा राई, गायक अमिन सोताङ राई, गायक सन्देश विश्वकर्मा, गायक मोहन मगर, गायिका अनिता आले, गायिका सुजाता थापा मगर, गायिका दिना थामी। संयोजक खगेन्द्र थामी। मोबाइल नम्बर 9766516116। थप जानकारीको लागि रामकुमार तामाङ 9706 34 72 04, रामकुमार राई 9806 18 89 06 र उर्मिला तामाङ 9811 36 52 65।